हेर्न सक्नुहुन्छ यस्तो चाहिँ फेसबुक एडमा यस्तो एड भनेर आयो र चाहिँ स्यालेरी यति यति वान ट्याक्स ल है के रहेछ अब हामी बुझौँ। नेपाल सरकारको छाप पनि लाएर चाहिँ फेरि मान्छे अर्कै छ है। मैले नि क्वेरी गर्छु अब के हुन्छ हेरौँ है। ठगहरू मुर्दारहरू अब उसमा जान्छ वाट्सएपमा जान्छ डाइरेक्ट। मेरो वाट्सएपमा गयो मैले अब हेलो भन्नुपर्छ होइन। अनलाइन रहेछ अब म चाहिँ आइएम रिप्लाई गरेँ। अब यसको रिप्लाई आउँछ कि आउँदैन थाहा छैन।